श्रीमान भारतमा घरमा एक्लै बुहारी अनि विश्वासकै नाताले दिएको कठी ढोका रुकुम पश्चिमबाट आएको यो घटनाले अहिले गाउँ नै स्तब्ध बनेको छ। प्रहरीका अनुसार 820को क्षेत्रकी एक महिलाले प्रेम विवाह गरेपछि श्रीमान रोजगारीका लागि भारत गएका थिए। त्यसपछि घरमा एक्लै बसिरहेकी ती महिलाले आफ्नै जेठाजु र गाउँकै ससुरा नाता पर्ने अर्को व्यक्ति विरुद्ध गम्भीर आरोप लगाएकी छन्। पीडित महिलाको दाबी अनुसार गाउँकै एक व्यक्तिले मोबाइल चार्ज गर्ने बहानामा घरमा आएर झोलिलो पदार्थ खुवाएका थिए। त्यसपछि आफू अर्धचेत अवस्थामा पुगेको र सोही अवस्थामा आफूमाथि बलात्कार भएको उनले प्रहरी समक्ष बयान दिएका छन्। अहिले पीडित महिलाको पेटमा 4 महिनाको गर्भ रहेको बताइएको छ, तर गर्भमा रहेको बच्चा कसको हो भन्ने विषय अझै खुलेको छैन। यही कारण घटनाले थप रहस्य र चर्चा पैदा गरेको छ। घटनामा संलग्न भएको आरोपमा लागेका मध्ये एकजना मलेसिया फरार रहेको प्रहरीले जनाएको छ भने अर्का आरोपी किरण खड्का पक्राउ परेका छन्। किरण खड्कामाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार घटनाको सत्य तथ्य पत्ता लगाउन थप अनुसन्धान जारी छ।